गफै रहेछ, फोक्कटको गफ रहेछ। मेरो साथीले भनेको 7 लाखको घर मेलबर्नमा किन्दाखेरि के को 5% 35 लाख पुग्थ्यो, करिब करिब $65,000 पैसा चाहिने रहेछ टोटलमा। यस्तै खालको कन्भर्सेसन तपाईँहरूले साथीहरूको बिचमा बस्दा सुनिरहनु भएको छ। र के रहेछ त त्यो हिडन कस्ट, हामी पनि मिल्यो भने त एउटा फर्स्ट होम किन्ने मन थियो, लिनुहुने थियो भन्ने सोचमा तपाईँ हुनुहुन्छ भने आजको यो भिडियोमा चाहिँ म त्यो 5% भन्दा माथिको हिडन कस्ट के हो त भन्ने कुरा मेरो कम्प्युटरको स्क्रिन सेयर गरेर यहाँलाई एक्सप्लेन गर्न जाँदैछु। त्यो ज्यानमा र हिडन कस्ट के रहेछ म यहाँनिर तपाईँलाई ठ्याक्कै एक्सप्लेन गर्छु। 7 लाखको घर भिक्टोरियामा लियो, त्यसको ब्याङ्कले 95% भनेको 665,000 सम्मको लोन तपाईँहरूलाई 5% डिपोजिट स्किममा दिन सक्छ, इन्कम सफिसियन्ट भएको कन्डिसनमा। अब लाग्ने कस्टहरू हेरौँ है त। अब 7 लाखको घर मेलबर्नमा लिँदाखेरि फर्स्ट होम बायर भए पनि हेर्नुहोस् है, फर्स्ट होम बायर भए पनि तपाईँलाई $24,713 त्यसको स्ट्याम्प ड्युटी अथवा पास खर्च लाग्छ। यो चाहिँ 600,000 सम्मको घर किन्यो भने लाग्दैन। 600 भन्दा माथिको इस्टाब्लिस प्रपर्टी भयो भने 6 देखि 750 सम्म चाहिँ अलिकति डिस्काउन्ट हुन्छ, लाग्न चाहिँ लाग्छ। त्यो बाहेक अरू स्टेट गभर्मेन्टको ट्रान्सफर फी र रेजिस्ट्रेसन फी भनेर अर्को $1,750 र $135 यो दुईटा कस्ट यहाँहरूलाई लाग्छ। र घर किन्ने प्रोसेसमा एकजना कन्भेन्सर अपोइन्ट गर्नुपर्ने हुन्छ, सोलिसिटर कन्भेन्सर, काउन्सिलको रेट, बिल्डिङ पेस्ट इन्सपेक्सन, अरू पनि सानोतिनो कस्टहरू जोड्दा अप्रोक्सिमेटली 2,000 देखि 3,000 एडिसनल कस्ट आउँछ। त्यसले गर्दाखेरि 7 लाखको 5% भनेको 35,000 मात्रैले पुग्दैन, यो 29,000 पनि जोड्दाखेरि यहाँलाई टोटलमा अप्रोक्सिमेटली $65,000 चाहिँ यदि इस्टाब्लिस घर तपाईँले मेलबर्नमा लिनुभयो $700,000 को भने अन्डर 5% डिपोजिट स्किममा मिनिमम यहाँले हाल्नुपर्ने पैसा हुन आउँछ। ओके, त्यसो हो भने चाहिँ यो भन्दा कम सेभिङ हुँदा पनि प्रपर्टी लिन सकिन्छ कि सकिँदैन भन्दाखेरि चाहिँ यसमा 2-3 कुराहरू गर्न सकिन्छ। जस्तो यदि यहाँले बन्दै गरेको घर लिनुभयो भने, अन्डर कन्स्ट्रक्सनको प्रपर्टी लिनुभयो भने अफ द प्लान कन्सेसन अनुसार यदि घर चाहिँ 7 लाखको घर तपाईँले लिनुभएको थियो, कन्ट्र्याक्ट साइन गर्ने बेलामा के अरे 6 लाखको मात्रै काम भएको थियो, जग्गा र घरको गरेर 1 लाख बराबरको काम हुन बाँकी थियो भने त्यतिखेर चाहिँ भिक्टोरियामा चाहिँ स्ट्याम्प ड्युटी लाग्दैन। हेर्नुहोस् है, अब अन्डर कन्स्ट्रक्सनको 1 लाख बराबरको घर बन्न बाँकी हुँदा बित्तिकै तपाईँलाई टोटल चाहिने पैसा चाहिँ अब करिब करिब 39,000ले तपाईँलाई पुग्यो। अझै तपाईँले लिएको घर यही सिनारियोमा ब्रान्ड न्यू छ, अथवा तपाईँले जग्गा लिएर घर बनाउँदै हुनुहुन्छ, अथवा अघि भनेको एक्जाम्पलमा अफ द प्लानको अथवा बन्दै गरेको अन्डर कन्स्ट्रक्सनको प्रपर्टी लिनुभयो भने तपाईँलाई स्टेट गभर्मेन्टले $10,000 ग्रान्ट पनि दिन्छ। त्यसको लागि चाहिँ तपाईँले किनेको प्रपर्टीको पर्चेस प्राइस चाहिँ बिलो 700,000 हुन आउँछ। त्यसले गर्दाखेरि यदि इस्टाब्लिस घर भयो भने चाहिँ 5% मात्रै पैसाले पुगेन। यदि बन्दै गरेको घर छ अथवा जग्गा किनेर घर बनाउनु भयो भने चाहिँ इभन 5% भन्दा कम डिपोजिटमा पनि मेलबर्नमा घर लिन सकिन्छ। त्यसले गर्दा जस्ट अ क्विक रिक्याप, तपाईँको यदि $700,000 को प्रपर्टी यहाँले मेलबर्नमा लिनुभयो भने यो फर्स्ट होम ओनर ग्रान्ट पनि नपाइने र स्ट्याम्प ड्युटी पनि तिर्न पर्ने भएको भएर यो ज्यानमा र स्ट्याम्प ड्युटी कस्टले गर्दाखेरि तपाईँहरूलाई $65,000 तपाईँहरूलाई अप्रोक्सिमेटली सेभिङ चाहिन्छ अथवा तपाईँको एकाउन्टबाट खर्च हुन्छ। र धेरै मान्छेले गर्ने कम्प्लेन गर्ने कुरा नै यो स्ट्याम्प ड्युटीको कारणले हो। हजुरहरू पनि पहिलो घर किन्ने सोचमा हुनुहुन्छ, एउटाको कुरा सुने एउटा, 10 जना मान्छे भएको ठाउँमा 15 वटा कुरा तपाईँले सुन्नुहुन्छ भने चाहिँ एकचोटि त्यो 15 जनाको 10 जनाको कुरा सुन्नुभन्दा एकचोटि हामीलाई कल गर्नुहोस्, हामी फोनमा छर्लङ्ग घैँटामा घाम लागे जसरी यो कुरा तपाईँहरूलाई बुझाउनेछौँ, एक्सप्लेन गर्नेछौँ। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।